साथीहरू सुटुनी कत्रो कत्रो छ है। यो चाहिँ मैले अलिकति यहाँनिर झिक्दै झिक्दै चाहेको होइन। मैले चाहिँ 3टा सुटुनी ठुल्ठुलो उसिनेर छु अनि ड्र्यागन फ्रुट छ है। यो चाहिँ मेरो आजको खाना क्या साथीहरू। खानु आँटेको क्या, मैले चाहिँ आज खाना नखानु पर्यो भनेर होइन। त्यही भएर म चाहिँ खाना गइरहेको छु साथीहरू। मलाई चाहिँ एकदम मनपर्छ क्या यस्तो। ल साथीहरू म चाहिँ खान्छु ल। हजुरहरूलाई कतिको मनपर्छ भन्नु है। तात्तातै छ, खाइ ल। मिठो। अघि त गुलियो खाएको थिएँ, खासै टेस्ट पाएको थिइनँ चाख्दाखेरि। अहिले त कस्तो मिठो हो। अनि नयाँ नयाँ साथीहरू हुनुहुन्छ भने साथी बन्नु होला मसँग। म पनि साथी बन्नेछु साथीहरू। कस्तो मिठो। एकदम मनपर्छ मलाई चाहिँ। जाडोमा तातो तातो खानु मजा आउँछ। यति खाएपछि चाहिँ मलाई इनफ। खाना त खानु मनपर्छ, भातै नि हो नि त म, तर म खाँदिनँ। मान्छेहरूले यति खाएपछि इनफ है, रातभरि बस्नु सक्छ। अब म चाहिँ बानी बसाल्दैछु साथीहरू बिस्तारै। कस्तो मिठो। अलिक धेरै सिटीलाई पठाइछु क्या मैले। फक फक। पहिले चाहिँ फ्रुट्स खानुपर्ने हो, तर मैले खानु मनपर्यो खाइदिन्छु। उल्टो हो क्या मान्छेमा। कस्तो मिठो भयो। यस्तै कुराहरू धेरै खान्छु क्या म। गुलियो कुराहरू, त्यही भएर मोटाउँछु बढी। सिटी लागेर बोक्रा त अलिक अड्कल पाउँदिनँ कि म यस्तोहरू बनाउँदाखेरि। अलिक जान्दिनँ भनौँ न। पाक्यो भन्ने कुरा अड्कल पाउँदिनँ। जान्नु त जान्दछु, अड्कलै पाउँदिनँ। खाएर मिठो। खुर्सानी काटेको थियो पिरो। खाना मिठो हो। खानेकुरा अगाडि आएपछि नबोलिकन गम गम खानु मनपर्छ मलाई। तर कत्रो कत्रो छ है सुरुन्त। आयो खान्छु।
कति भयो मलाई अघि यो पहिला खानु पर्थ्यो मैले यो कस्तो खानु मन पर्यो क्या मलाई सुटुनी मैले धेरै भयो त्यो पहिले खाएको थिएँ अनि मैले धेरै भयो क्या नखाएको सुटुनी आज चाहिँ लगेर तातो खाइदिन्छु भनेर खाइदिएछ ल्याएर खाइदिएछ साथीहरुमा अब अहिले खायो भने त ठ्याक्क सुत्ने बेलामा ठिक हुन्छ कस्तो मजाले के त साथीहरु तर यहाँ रातो चाहिँ भेटेको छैन कि मैले सेतै मात्रै पाउँछ रातो चाहिँ मिठो हुन्छ यो चाहिँ खासै मिठो लाग्दैन कि मलाई सेतो आफ्नो हेल्थको लागि राम्रो भनेर म चाहिँ खाने गरेको छु साथीहरु तर रातो चाहिँ मलाई एकदम मन पर्छ खाइ ल खासै रातो जस्तो टेस्टी हुँदैन के कति नै मैले मात्रै खाएको जस्तो रातो पेट पनि कत्रो भयो म अलिक बिरामी छु के साथीहरु त्यही भएर मैले खाना चाहिँ नखाएको हैन चिल्लो पिरोहरु बारिरहेछु नि त अनि यो सुटुनी पनि नखाम भनेर सोचिरहेको थिएँ गुलियो पनि त्यति नखानु भनेको छ मलाई अनि र पनि मलाई कस्तो खानु मन पर्यो क्या त्यही भएर म त खाइदिएँ मुखै कस्तो नमिठो भइरहेको थियो गाजरको झोल खाँदा 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 वाक्का भएर के साथीहरु अझै यति छ यहाँ गाजरको झोल हेर्नु न यति छ के यो गाजरको सुप खाँदा 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 न्याक्कै भयो मुखै कस्तो नमिठो भयो हैन अझै एक बटुका छ यहाँनिर कति खानु त्यही भएर मेरो लास्टै मुख फेर्नु मन पर्यो आज अनि त्यही भएर चाहिँ मैले यो सुटुनी गुलियो खाइदिएको क्या बिरामी भनौँ भने अब भन्दै नसाउने ज्यान यत्रो लागिरहेछ है साथीहरु र पनि म बिरामी भएँ अब के भएँ बिरामी है मलाई थाहा छ कस्तो भएँ भनेर यति लिन अगायो अब भरे सुत्ने बेलामा एक ग्लास पानी पिउने हो सुत्ने हो सक्यो